असारमा रोपाई गर्नु बाँझो चिर्नु जेठैमा असारमा रोपाई गर्नु बाँझो चिर्नु जेठैमा लाइदेऊ क्यारे चोखो माया पहिलो भेटैमा हे आउ है माया लाउ है सुर्जुकै। तो चलिए शुरू करते हैं। सबैजना सञ्चारमा हुनुहुन्छ होला, म चाहिँ ठिकै छु किनकि तपाईँको मारामार भइरहेको छ। अब त्यसैले म चाहिँ अलि थकित अवस्थामा छु कि थकित अवस्थामा छु। सबैजना सञ्चारमा हुनुहुन्छ होला। यसै गरी अब उनीहरूले मेरो ब्लगलाई हेरेर माया गरिदिनु होला भन्न चाहन्छु। समझ रहे हो? आज चाहिँ हामी टक्कर लाएर बिहान बिहानै अब रोपेको आधा रोपेको मारामार हुन्छ होइन, त्यसैले टक्क बेसी जाँदैछौँ। अब घरबाट हिँडिसकेछौँ, तपाईँले पनि देख्न सक्नुहुन्छ बाटोमा टक्कर लाएर अब हिँड्ने हो। अनि पछि मौसम पनि पुरा यस्तो छ होइन, यस्तो मकै पनि बडा भइसकेछन् होइन। तू क्या बोल रही है? चुप! कलाएर सो आज चाहिँ हामी होइन बेसी गइन्छ। अब बेसी गरेर त्यति भिडियो बनाउन त पाइन्न किनकि आफूले नै गरु सम्हाल्नु पर्छ, जोत्न उर्न खोक्लाउनु पर्छ। हल्का केही भिडियो म देखाउने छु, सबैजनाले हेरेर माया गरिदिनु होला भन्न चाहन्छु। अहिले हामी लागिरहेका छौँ, गरु लिएर माया गरिदिनु होला भन्न चाहन्छु। आज चाहिँ हामी बेसी टक्क लाएर जान्छौँ, दिउँसोको मारामार हुनेछ होइन। के कस्तो हुन्छ सबैजनाले हेरिदिनु होला। हाम्रो आँप पनि यत्र भइसकेछन्। हाम्रो गाउँमा फल अनि के छैन कि अनार केरा टोटल छ कि होइन। फल नपाइने भनेको केही छैन कि हाम्रो गाउँमा। यस्तो नरिवल सरिवल यस्तो त पाइन, अरू चाहिँ सब छ होइन। ठिक छ, सबैको हुन्छ होइन त्यस्तो। हामी चाहिँ लाग्दैछौँ, अहिलेलाई चाहिँ यति गरौँ होइन। टक्क लादियो बेसी गरेर भेटौँला, सबैजनाले हेरिदिनु होला। आज चाहिँ रोपेको मारामार हुन्छ, अहिले चाहिँ यति टक्क लाएर हरियाली देख्न सक्नुहुन्छ। लास्टै हरियाली भयो है गाइस। लाग्दैछौँ बेसी, आज चाहिँ बेसीको धबीको दुलै हानेर आइन्छ होइन। आज 2 दिन 3 दिन लगातार भयो, 3-4 दिन लगातार भयो। लास्टै थकै लागेको छ होइन, केही छैन। आज चाहिँ लास्ट दिन हो रोपेको मारामार, झ्याट्ट लाएर रोपे हान्ने अनि आउने, त्यसपछि आनन्द चिलमा सुत्ने है त। झ्याट्ट लाएर म चाहिँ बेसी जाँदैछु होइन। टक्क यहाँ केटाडी हाम्रो केटाडी चाहिँ माल तातेको छ है। वाह, ड्राइभ हानी लौ सिक्नुपर्छ। यही उमेर टक्क लाएर खेल्नुपर्छ। नाङ्गै खेलिरहेछन् काम भएर। जोस् यत्तिको गरेपछि ठुलो भएपछि अलिअलि खेल्छन् कि होइन। यही उमेर काम गर्नु पर्दैन, बस्यो खेल्यो होइन, रमाइलो छ। टक्क लाएर ड्राइभ हान्ने, ड्राइभ यत्रो एउटा सिकेपछि बल्ल ठुलो भएपछि नै सकिन्छ खेल्न। काम लाग्छ कि ताने लौ सुतो लौ। होइन केटाडीको जेस सानो एउटा खेलिरहेछन्, राम्रो छ होइन। म चाहिँ अब लाग्दैछु होइन। 5 minutes later है त साथीहरू, आज चाहिँ अरूले रोपिसक्यो होइन। यता हाम्रो चाहिँ यता छ, आज चाहिँ मारामार हुन्छ है गाइस।
टक्कलारै अहिले चाहिँ तल उहाँ त बासाको बुटसिन जाँदैछौँ हामी। अहिले टक्कला दिउँसो चाहिँ यहाँ हुन्छ होइन। आज चाहिँ धपीको धुलै हानेर टक्क घर गइने छ। ल दिउँसो हेर्दै गरौँ ल। मजा आया और मैं ये जो मजा है फोक पनि लाइयो हालत टक्क लाएर यस्तो छ होइन। टक्क तपाईँले पनि देख्न सक्नुहुन्छ रोपे हुँदैछ। हाम्रो पनि मारामार हुँदैछ। अलिबेरको भिडियो चाहिँ बनाउनु पाइएन होइन, किनकि मै आफै उठेँ जोत्न लगाएको थिएँ। सो त्यसैले चाहिँ मैले त्यति धेरै राम्रो बनाउनु पाएन। डुबिरहेको केही छैन, यस्तो पनि ठिकै छ होइन। सो यसपालिको रोपाइ चाहिँ चट्ट लाएर भ्याइसकेको छ होइन। अरू चाहिँ सबजना खोलामा गएर नुहाइँदै गर्दैछन्। म चाहिँ नुहाइँदै गरेर चट्ट पारामा आइसकेको छु होइन। टक्क अब म पनि अब घर निस्किनेवाला छु। टक्क यसपालिको रोपाइ चाहिँ बवाल भयो होइन। फाँट पनि राम्रो छ हाम्रो, तपाईँले हेर्न सक्नुहुन्छ होइन। तर यता चाहिँ अझै भ्याइएको छैन, यता चाहिँ अझै मारामार हुँदैछ। टक्क यता चाहिँ यो फाँटभरि भइयो, यहाँ हाम्रो चाहिँ माथि, अनि पछि यता पनि यिनी हाम्रा हुन् होइन। यिनी चट्ट लाएर तपाईँले रमाइलो हुन्छ। जे होस् रोपेको बेला होइन, अब जति दबाए पनि घर घर रेस्ट गरिन्छ, मजाले सुतिन्छ होइन। बिस्तारामा अब 2 दिन सुत्ने, त्यसपछि बल्ल काम गर्ने है त। अब यस्तो फाँट छ होइन। रोपे गरेर यसपालि चाहिँ भइयो टक्क लाएर, केही छैन। जति थकै लाए पनि होइन। अब चट्ट म चाहिँ घर जानेवाला छु। त्यो मारामार भइरहेछ। यता चाहिँ मारामार भइसकेको छ। हाम्रो चाहिँ चट्ट लाएर भ्याइयो। अरूको देख्दा पनि अब खुसी लाग्छ कि, किनकि अरूले गर्दैछन् आफूले भ्याइयो होइन। चट्ट केही छैन, जे होस् मजा आयो होइन। टक्क चाहिँ अलि हल्का फुल्का काटेको पनि छ गाइस। यस्तो निलो भइरहेछ होइन, छेसको गडेर यस्तो भइरहेछ। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। सो रोपे पनि भ्याइयो होइन चट्ट लाएर। म चाहिँ यहाँ रुखमा चढिरहेको छु, चट्ट लाएर प्यारी खान आइरहेको छु म। चट्ट अब रोपे भ्याइयो, अब घर निस्किँदैछु। बाटोमा अब पाए प्यारी देखेपछि त छोड्न भएन होइन। टक्क लाएर खाएँ ल। प्यारी छन् है। घाँस अलि पलाएर क्या, खासै देख्दैन क्या। मिठो छ गाइस। सो फाइनली चाहिँ हामी चाहिँ होइन टक्क लाएर यसपालिको रोपे चाहिँ भइयो। नुहाइदिएँ पनि गरेर खोलामा।
चट्ट लाएर होइन ठुलो चाहिँ आज ठुलो आएर छ होइन टक्क लाएर यसपालिको रोपनी गरेर भइयो अब आनन्द भयो अब चाहिँ कार्य भइन्छ सो यसपालिको रोपाइ चिटच्याट पारेर अब हामी लागिन्छ घर ठगेका त पुरै नगर्नुहोस् के कति लाग्छ भन्ने त अबे साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल